दाइको फेभरेट एक्टर को हुनुहुन्छ? नेपाली कि नेपाली? ठ्याक्कै यो फेभरेट भनेर त छैन। म त्यसरी छुट्याउन पनि चाहन्न। मेरो सबैप्रति एकदम धेरै सम्मान छ। हजुर। तर एक्टरको रूपमा होइन, व्यक्तिगत मेरो आफ्नो अनुभूतिका हिसाबले चाहिँ मलाई, मैले सिनेमा त्यति धेरै हेरेको छैन, तर मलाई अनमोल केसी एकदम मनपर्छ। ए ओके। त्यो चाहिँ संवाद पनि गर्नुभएको छ? संवादपछि त्यो भावना बनेको। म तपाईँलाई त्यहाँनिर अलिकति थोरै समय लिन्छु। यो ऱ्यापिड फायर बिगारिदिएँ मैले। स्योर दाइ। अनमोल केसीले 100 प्रश्नमा बोल्न रुचि गरेपछि मैले उहाँसँग इन्फर्मल मिटिङ गरेको थिएँ। एकदमै अन्तर्मुखी स्वभावको, कम बोल्ने अनमोल केसी होइन। अनि उहाँसँग भेटेपछि मैले उहाँलाई सोधेको प्रश्न थियो, 1 घण्टाको 100 प्रश्नमा तपाईँ के जवाफ दिनुहुन्छ भनेर। ए ओके। मलाई लागेको थियो उहाँले मसँग चाहिँ कसरी जवाफ दिनु होला। मैले उहाँलाई कति धेरै कम मूल्याङ्कन गरेछु जस्तो लाग्छ होइन। उहाँले म जवाफ दिन्छु भन्नुभएको थियो। र जब 100 प्रश्नको हटसिटमा उहाँ बस्नुभयो, उहाँले त रामायण महाभारतदेखिको यस्तो जवाफहरू दिनुभयो, यति राम्ररी बोल्नुभयो, उहाँप्रतिको मेरो धारणा परिवर्तन भयो। त्यस कारणले मैले एक्टरका रूपमा उहाँको, अरू सबै एक्टरहरूमा एकदम धेरै सिनेमा हेर्ने मान्छे हो होइन, एक्टरका रूपमा मैले त्यसरी भने होइन, मैले एज अ ह्युमन बिइङ चाहिँ मलाई अनमोल केसी एकदम मन परेको।